ओके गाइस, यहाँ पम्पमा चाहिँ एकदम साउन्ड पिप 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 गरेर आइरहेछ। यहाँनिर के भनेर देखाएको छ भने डिस्प्लेमा रिमुभ कार्ड भनेर देखाइरहेको छ होइन। अब भित्र नम्बर्समा चाहिँ स्क्रिनमा चाहिँ मेन्टेनेन्स भनेर देखाएको रहेछ। भर्खरै मैले सोधेर आएको। अब यसलाई रिस्टार्ट गरेर हेर्छु गाइस है। रिस्टार्ट गरेर हेर्दाखेरि ठिक हुन्छ कि हुँदैन। रिस्टार्ट गर्नलाई चाहिँ अब भित्र इलेक्ट्रिक रुममा जानुपर्छ। म इलेक्ट्रिक रुममा गएर रिस्टार्ट गरेर हेर्छु है त गाइस, हुन्छ कि हुँदैन। अब इलेक्ट्रिक रुम चाहिँ यतापट्टि हो, यहाँनिर छ यो इलेक्ट्रिक रुम। अब यहाँ खोलेर हेर्छु अब के भएको रहेछ होइन। अब यहाँनिर इलेक्ट्रिक रुम हो, कन्ट्रोलहरू। अब पम्प यहीँ छ। अब 1 र 2लाई चाहिँ बन्द गरेर हेर्छु म। पम्प 1 र 2 यो हो। अब हेरौँ एकछिन रिस्टार्ट गरेर। अब भएछ भने रिस्टार्ट गर्दाखेरि हुन्छ, भएन छ भने मेन्टेनेन्स गर्नको लागि टेक्निसियन बोलाउनुपर्छ। अब ओके, पम्प अफ भएको छ अहिले होइन। पम्प नम्बर 1 हो, 2 पनि अफ भएको छ। अब यसलाई अन गरेर हेर्छु हुन्छ कि हुँदैन। यहाँनिर अफ छ, म गएर फेरि अन गरेर हेर्छु। ओके गाइस, म यसलाई अन गरेर हेर्छु है त गाइस। अब गएर हेर्छु के हुन्छ, फेरि त्यस्तो आवाज आउँछ कि आउँदैन। ओके, यहाँनिर लोडिङ हुँदैछ है त, यहाँनिर प्रोसेस हुँदैछ। अब समय लाग्छ। अब हेरौँ भनिसके पछाडि आवाज आउँछ कि आउँदैन। यता पनि प्रोसेस हुँदैछ यतापट्टि। हेरौँ गाइस, टाइम लाग्छ प्रोसेस हुनलाई। अब 4-5 मिनट जस्तो लाग्छ। यहाँनिर प्रोसेस हुँदैछ होइन। अब राम्रोसँग देख्दैन देख्न त। अब यहाँनिर सबै डन 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 हुँदैछ। अब हेरौँ है त, अब सायद हुन्छ होला जस्तो लाग्छ। अब लोडिङ हुँदैछ। ओके गाइस, अन भइसक्यो। यहाँनिर सिस्टम अफलाइन छ होइन। यो भित्र उता काउन्टरमा गएर त्यो नम्बर्समा खोल्नुपर्छ, अन गर्नुपर्छ, अनि यहाँनिर अन हुन्छ होला। अब म चाहिँ काउन्टरमा जाँदैछु यहाँनिर अन गर्नको लागि। अस्ति ना अन वाले पम्प दुओ अन वाले न तु आई tengo macam mana। ओके, पम्प अन गरिसक्यो उता नम्बर्समा होइन। यहाँनिर आउट अफ डिभाइस भनेको छ, आउट अफ अपरेसन डिभाइस भनेको छ। अब यसलाई चाहिँ ओपिटी अन गर्नुपर्छ, अनि बल्ल ठिक हुन्छ है त गाइस। ओपिटी भित्रपट्टि अफ गरिराखेको छ, त्यो भएर यस्तो देखाएको छ। ओके गाइस, पम्प चाहिँ अन भयो होइन, तर त्यो कराउने चाहिँ हरायो, पिप पिप गर्ने अहिलेलाई। अब अरूको चाहिँ मेन्टेनेन्स नै बोलाउनुपर्छ बनाउनको लागि। Okay guys, thanks for watching. Don't forget to like and subscribe my channel. Hey guys, take care. I love you. Bye bye.